साथी हो यो चाहिँ आजमानको चाइना मल है, एकदम ठुलो छ। यहाँदेखि लिएर जहाँसम्म देख्नु भएको छ त्यहाँसम्मको हो। एकदम ठुलो छ, एकदम सस्तो सामानहरू पाउँछ। अब चाहिँ म जाँदैछु गाडीतर्फतिर। यहाँदेखि लोकल बस पक्रिनुपर्छ दुबई जानको लागि है। आज चाहिँ म दुबई जाँदैछु मेरो कम्पनीको मेन अफिसतिर। देख्न सक्नुहुन्छ एकदम घाम छ अहिले। दुबईमा चाहिँ के छ भने त्यो सिग्नल लाइन चाहिँ एकदम फलो गर्नुपर्छ साथी हो। रेड लाइट छ, हरियो नआइन्जेलसम्म बाटो क्रस गर्नु हुँदैन। यदि क्रस गऱ्यो भने नि गाडीले हानिदिन्छ। गाडीहरू एकदम स्पिड पाउँछन्। फाइनली बस आइपुग्यो। अब चाहिँ म बस चढेर जाँदैछु। यहाँबाट आजमान बस पक्रिन्छु, त्यहाँदेखि दुबईको लागि बस पक्रिन्छु। सक्नुहुन्छ साथीहरू, यो चाहिँ दुबईमा अरबिकको घरहरू यस्ता हुन्छन्। गाइस मेरो चाहिँ बस आइसक्यो। यो कालो कलरको दुई तले है, यसमा गइन्छ चढेर। यहाँबाट अब युनियन गइन्छ, दुबईको युनियन भन्ने ठाउँमा। दुई तले बस यो चाहिँ है। हामी माथि गइन्छ बस्नलाई। यस्तो हुन्छ दुई तले बसेको चाहिँ। अहिले चाहिँ म युनियन स्टेसनमा आइपुग्यो, ठ्याक्कै बसबाट झर्ने बित्तिकै। अब यहाँबाट मेट्रो पक्रेर जेबेलाली गइन्छ। और यहाँबाट स्क्यान गरेर जाने मेट्रोतर्फ।
मेट्रो المحطة القادمة هي Max. The next station is Max. المحطة القادمة هي المركز التجاري العالمي. The next station is World Trade Center. Please offer your seats to the elderly, people of determination, pregnant women, and women with baby strollers. Thank you for your cooperation. المحطة القادمة هي برج خليفة دبي مول. The next station is